सुन्नु न होइन छैन अब के गरौँ अब त्यो बलिसक्यो खोइ मामा बलि बलि हो मात्र मन्द हो त डुमो ल्याउँदा हैन ओ पहिलो कपडा ला त्यो सल्काएर बाहिर सुन्नु न बाहिर कसलाई लाउनु हो पुर्याउनु यो पुर्याउनु पुर्याउनु त अब गुरुलाई कर लाग्ने भाना भान्जा छैन ए कोही छैन नि ल ल भाइको पाल्नु न म गरिदिइहाल्छु नि म तपाईँहरूलाई आज हराउनुहुन्छ म हराइमा पनि आएको किन गराउनुहुन्छ म त काम हराइमा आएको त आज त मेगा घटनमा गर्नु भयो नि अब म गरिहाल्छु बरु हजुर म गरिहाल्छु किन होइन यो हामीले होइन बलिको हामीले लानु सुन्नु यहाँ परबाट जलाले हाल्नु हजुर अनि त्यसको पूजा गर्नु त भोग क्षेत्रपाल भोग क्षेत्रपाल भूत प्रेत पिशाच राख्ने साख्ने बेतलादि परिवार इदम बलि इदम बलि समर्पयाम भोग क्षेत्रपाल इदम बलि ग्रहण मम यज्ञ मानस आयु गर्दा क्षेम गर्दा वरदस्तो भव बस्नु त माता खै अलि एउटा ओम सर्व बाधा विपस्न सर्व बाधा विभक्त धन धानी सुखान्छ मनसे मत प्रसाद भविष्य ओम सर्व दुःख कष्ट हरो भव आधा भित्ति गई थियो नि हो ओ सबैको लगा उही बलि दिए और ठीक लारा मात्रै खान्छ है यो माइले गए पानी छ आइन्छ समय गयो अब चाहिँ त्यो श्रेष्ठहरू बाँड्नु त छ सही गाडी छ होइन पुग्यो हो त कान्छा यहाँ आइज त ओ सन्तोष छिट्टो आइज यो सुरु गरेन मैले हवस् यहाँ आइज त छिटो सक्यो के बोल्छ पढे है ओम एरो यहाँ आइज एवस्य ऋषि महि समिदय तेजस्वी तेजो महि देहि समवर्ति पृथ्वी मनुखास मह सूर्य समो विश्व चन्द्र वैशाख ज्योतिष विश्वाय ओम स्वाहा ओम स्वाहा म भन्छु फेरि ओम अवेद रामी सन्दतमामि व्रतवते वैग्रहज सदा जो महि बिन्दे स्वाहा 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 ओम यत्र ब्रह्मस्य समोद सदर्भ पुण्यनियम देवस्य निशान इन्द्रस्य वायुस्य पुण्यम जन्येखम यत्र सेद्न विद्यते स्वाहा ल बस्नु न अब त्यो के पर्छ अहिले एकछिन भित्र छैन भित्र छैन भएपछि दक्षिणा अहिले त ठिक्क छ एउटा पहिले नि त्यो राख्दै गर्नु दुईटा सानो सानो पैसा चाहिँ गर्नु तो चढा पहिले यी ऋषिहरूलाई दक्षिणा दिएर बिदा गरौँ अरू पैसा ल्याउनु अनि ब्राह्मण बिदा के गरौँ छैन छैन परेको हुनुपर्छ त्यस्तै हुन्छ जाउँ न परेको हुनु पर पुग्दा भेट्छ त जाउँ लान आऊ पर पुग्दा सिद्धि गर्ने अलि सानो एक वर्ष नि त अनि यहाँ दुई ठाउँ होइन उहाँ दुई ठाउँ चार ठाउँ पुग्यो त होइन कति जम्मा तोडा दक्षिणा गरौँ न ए दोडा दुई ठाउँ खोइ त अरू छैन त लिएर आउँछ अघि तपाईँले लानु भएन कहाँ लानु भएछ त्यहाँ छ कहाँ जान्छ हो यहाँ पैसा हानेर छ भनेर आयो होइन म पर पुग्नुपर्छ भनेर हो कस्तो हो बानी थाहा छैन र उताले भन्छ कतिवटा छैन 30 रुपियाँ लु आफ्नो गोजीको मैले बजारमा 10,000 को सामान लिएर आएँ भने नि मेरो हिसाब हुँदैन मैले लिएको 500 को 5 महिना अगाडिको नि हिसाब हुन्छ हो नि देउताको अगाडि त्यसो नहुने भन्छु नि भएर कुरा गर्छु त्यसो गरौँ न एउटा दिनमा राख्नु त दोना दुईटाले हत्ता लाउँथेर एकैचोटि आयो एघार हुन्छ ए दुनु ओम हिरण्यगर्भ समर्थ हिरण्यगर्भ गर्भस्थान विजय समेत अपन शान्तिराय छामे भयो ओम पुरो जाति सबै विद्या स्वाध्याय वैश्य गोत्र पण्डित निर्वाण शान्ति सुख विद्या दिलाय सवार्य इन्द्र नामले सहित तो के भन्दै नाम बिर्सिनु सिंह राशि तुङ्ग यो वर्षमा भन्दा प्रजाले वर्णन गर्दा
निमित्तार्थ प्रतिष्ठा दान दक्षिणाम दक्षिणा सम्पूज्य दक्षिण द्रव्यम पूर्वजार्थ पूर्वकार्यकर्म यज्ञ प्रतिष्ठा सिद्धार्थ दक्षिणा द्रव्य यज्ञ प्रतिष्ठा दैवताकं सुपूजिताय नाना नामी गोत्रे नाना सर्वेर्यो ब्राह्मणेर्यो दक्षिणा तेनाद्रम वयम सम्प्रदाय छोडिन्छ त्यो पैसा उठाएर एउटा गणेशजीलाई एउटा एनसी ल अब चाहिँ गुरुले पहिले देवतालाई अनि मात्रै ब्राह्मण पाल्नु त्यसलाई यसो पूजा गर्छौँ ओम हिरण्यगर्भ गर्भस्थम हेम बीजाग्र आसनन्तपुर फलद मद शान्ति प्राय छमे भाइ अब पुष्का बेलाले पान्छौँ ओम षष्ठी तिथि विष्णु तथा नक्षत्र विष्णु अवस्था परमेश्वर सर्वे विष्णु महेन्द्र जले विष्णु तले विष्णु विष्णु भारत मस्तके ज्वालामाला कुले विष्णु सर्वे विष्णु महेन्द्र योग दश तम दश विष्णु 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 भागवत महापुराण पुरेश स्मृत रागेन्द्र मानस संबंध सृष्टि कारण ब्रह्मविद्या प्रार्थ सृष्टि वराण प्रवेश तमनदारे अष्टाविंशति गुण सत्य विरोध अपराध बोध अवतारे काल परिषद अवतारे भाग तपस्य भक्त अमृत मूर्ति दायवत ब्रह्मांड एकादशी नेपाल देश एवं क्षेत्र पशुपति आदि गुरुदेव रागी नचारी बस्ती दिवान भागवत उत्तर रागी 5 घरका कालिका देव दक्षिण कोशी प्रदेश मे जीवनलान्द झापा जिल्ला क्रान्ति दमक लागपानी वडामा चत्वारी मध्ये कृष्ण मन्दिर तारामाली ढिकुचोक नामले ग्राम स्थान मा गंगा रत्वामाई गंगामाई यथार्थ नाम दर्शन कुलादेव शास्त्र पुण्यम सच्ची सर्वत सिद्धार्थ नाम समस्त जगत दक्षिण हामी मासे कार्तिक मासे शरद ऋतौ कार्तिक कृष्ण पक्ष चतुर्दशी हो सोमवासरे श्री सूर्य तुला राशि चन्द्रमसी कन्या राशि देवगुरु मिथुन राशि अन्य ग्रह सबसे अध्यय वर्ष गोत्र देवल मानिस शुक्ल गई सपुत्र छोरा नाम के हो सन्तोष कुम्भ राशि सन्तोष तथा छ सपुत्री पुत्रीको छोरी प्रज्ञा कन्या राशि प्रेम कुमारी जसले कन्या राशि त पौरा कन्या राशि प्रेम कुमारी नामले सहित तथा छ त्यति नै अन्नाथ नाटके भयो तिनी छोरा भन्थे ल सब हाले त्यो नामले सहित सिंह राशि तोड प्रसाद शर्मा म भन्दा अस्माकं पुरा जायत कर्म निमित्तार्थ यज्ञ प्रतिष्ठा सिद्धार्थम दक्षिणा द्रव्य लोष्टम सदेवताकम फलम मनसदेवताकम अन्नप्रदादेवताकम यज्ञस एउटा जनै राख्नु यज्ञ प्रवित ब्रह्मदेवताकम सुपूजिताय भित्तकोशिगोत्र विश्वमित्र मान्छान्त शुक्ल जयलिमल्याय हरिन्द्र प्रसाद शर्माले देव स्वरूप प्राणाय तेन तुभ्यम वयम सम्प्रदाय छोडिन्छ फेरि पानी सम्बन्ध अर्को चोट फेरि गर्दैछ सम्झ्नुभयो ल अब चाहिँ भनौँ ल कायेन वाचा भन्नु त कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना प्रकृति स्वभाव करोमि यद्य सकलं परस्मै नारायण यदि समर्पयामः हामीले यस्तै जुटाउन सक्ने यस्तै गऱ्यौँ है भन्यो ल यति गर्न सक्यौँ छोडिदिउँ त्यो कुसु टुक्राको हातमा उठाउनु एकजनाले टिका लाएर दिने कि बिहान गरमले टिकाउनु लाग्छ त्यही कारण दिन मात्र पनि हुन्छ त्यहाँ यसो लाग्यो अघि गरम घाँस यसो चन्दन लाग्यो गोविन्दाय नमो नमः आकाश प्रत्यादय यथा गर्छ चाम सर्वदेव नमस्कार केशव भगवती गच्छति अब के भन्छ भन्दाखेरि ब्राह्मण ती ऋषिलाई पहिला बिदा गर्ने जस्तो गर्छ गर्ने त अब म उत्कृष्ट ब्राह्मण पहिलो उत्कृष्टै भन्दा सबैले उठाएर पूजा गर्ने त ओम उत्कृष्ट ब्राह्मणस्पते देवयतन देवमहे उपयन उपप्रयन्तु मन्त्र सुदावरभव इन्द्र प्रासुर्भवा सजा ततो यान्तु देवेति पुष्पाक्षत देवान विश्वत यान्तु देवस्य हामीले बोलाएका थियौँ आज आइदिनु भयो अब गर्ने हामीले यस्तै सम्मान गर्न सक्यौँ भनेर बोलाएका देवताहरूले यान्तु देवगण सर्वे पूजामाधाय पार्थिव इष्टकाम प्रत्याशा पुनरागमन गच्छा गच्छा श्रेष्ठं पुष्पान् परमेश्वर यत्र ब्रह्मदय देवाः तत्र गच्छ उदासनं आवाहनं न जानामि मंत्रहीनं क्रियाहीनं भक्तिहीनं श्रेयसवि यत्पुरितं मया देवी
यशस वेदांत नावता तप यज्ञ क्रिया सिनोन सबेरा संत वेद संत म अच्युताय नमः ओम अच्युताय नमः ओम अच्युताय चतुर्विश धामे पंचवीर्य चौराश चक्रधर सबै विष्णवे नमः ओम विष्णवे नमः ओम विष्णवे नमः तपाईका पवित्र हुनुहुन्छ करबार माताजीको पनि खोइ छ अघि अब पकडा खानु खोइ सुको आउँछ दिएको मैले भाइ भएको बट्टामाथि राखिदिने हो त्यहाँ पर त फुलले छोपेको छ हो हजुर पास गर्यो ल करेक्ट भाइ कति बज्यो हेर त कायन बाजा दुवैजनासँग कायन बाजा लु कायन बाजा सुगार ध्यानमा बाटो विश्वास गरौ मेद सकल पक्षी नारायण समर्पयामा भुइँमा यज्ञ पुरुष अगाडि छोडिदिने त्यहाँ गएसो लाउने ल नारायण तथास्तु अब त्यहाँ फुल काट्नु मैले फुलमा चढाउने त्यहाँ अवश्य 5 वटा बिना ठिक्क पारेको अब मैले तिलक बनाएको छु चोखा अक्षता सुन्नु चोखा अक्षता चोखा फुल झलक सलक हामीले के चढाएको छ भने आदि इत्यादि फुललाई रातो सेतो कस्तो चल्छ हाम्रो हामीलाई रातो सेतो जुनै चल्छ पहेँलो होइन भाइको पासैपछि सेतो मात्रै गराउने भएको छ क्या त्यो भएर आफ्नोले त आफ्नै माने हो नि त ल चाना चुनी चन्दन अक्षता फुल वस्त्र भेटी जे आफ्नो देवतालाई कति दुनामा राख्नु हो यो गुवासुर भेटिराखेको छ ऊ झलरेले दिनुपर्छ मैले त्यो ऋषिमा चढाएको त प्रसाद हुन्छ नि त्यो अलिकति तिलक पनि दिनु दिन्छु कतिवटा गऱ्यो 5 वटा 5 वटा चाहिँ हाम्रो देउतालाई चाहिन्छ उसो मलाई चाहिन्छ अझै सुन्नु एउटा भावले सम्झेका छौँ तुलसीलाई यहाँ एउटा छ अब एउटा दिएर नाद्य वस्तु 12 मण्डली हुन्छ कि ल सुन्नु न दुईटा पर्छ तपाईँको साधुभन्दा दुईटा किनभने एउटा यज्ञ पुरुषलाई हामी सबै बोलाएका जतिलाई यो है बिदा गर्ने एउटा तुलसीलाई गर्ने ती चाहिँ म तर्फका भए तपाईँका तर्फका आफ्नो देवतालाई चाहिँ आफ्नो छँदैछ 5 वटा ठिक्क बाहिर थियो त्यति नै होला पञ्च कुनै अब दुईटा दुनामा बाहिर त्यसो फुल दुईटा हो कि तर फुलदेखि बाहिरका गणहरू तपाईँको चाहिँ हुँदो रहेछ उनीहरूले त्यो स्यानम्यान पल्टन लिएर जाँदो रहेछ त्यो पल्टनलाई हामीले स्वीकार गरेर नमस्कार गरेर तुलसीलाई र बाहिर यहाँ यज्ञ पुरुषलाई देवतालाई यो तुलसीलाई तिलक पनि वर्षदेखि टोक्रा रोटेका टुक्राहरू चढाइदिनु फलफुटा पनि पञ्चामृत पनि हामी जे खान्छौँ त्यो चढाउने हो जे तयार गर्यो त्यो चढाउने हो यो कहाँ हो ठिक पारेको तुलसीलाई र यहाँ देउता यज्ञ पुरुषलाई एउटा बुढी बडीलाई एउटा हो आफ्नो देवता पूजा भयो यो कस्तो हुन्छ नि गएर यहाँका देवताले आशीर्वाद छन् कि अघि त्यो बाल्या छ ल राखिदिँदा भइगयो फुललाई पनि मैले बिहान दियो बालेर चाहिँ अहिले यो दियो ननिलाई राख्नुपर्छ यहाँ कि देवी सानी देवी ल्याएको बाहिर लगेर राखिदेऊ त इमा महारानी परिवर्तन ल यस्तै जानु हो न अब नि कति चढाइसकौँ अनि हामी अब यो लिएर जाउँ त म भित्र हुन्छ ल अनि माताजीले यहाँ एउटा एउटा राख्ने एउटा तुलसी राख्नुहुन्छ है हरि ओम
अब खाना खाँदा भयो भने के त चढाउनु केही कुरा यता यता माताजी आउनु त ल अब यो के र तपाईँ यता आउनु यो लक्ष्मी कार्य पर तुलसीले यी राख्नु के त अब तल परेको यो परे तुलसी यहाँ थाप्नु आजको मोड छ हजुर यसो मतलब तुलसी छन् नि राखिदिएर गहुँ पानी यो यज्ञमा यहाँ छाड्दिनु यो गेममा ल ल अब त्यो परमात्मा दिनु त ल ब्रो छुटेछ चाहिँ छुटेछ कि छुटेको छ कि अहिले नछुट है आशीर्वाद देवतालाई आफ्नो शनि गरिराखेर चाहिँ छुटाइदिनु हुँदैन त्यो कसलाई झोला ल भएको यो कसले बाहिरको सिसा सबै फ्याँकेर कान्छीले हो तिमीले हो बाहिरको सिसा हो त्यो सानो नानी चाहिँ को हो त सानो नानी अन्तरै ए भाइ तपाईँको होइन त्यो परमात्मा कति बोलेको सृष्टि शान्ति गर्नुपर्ने भयो घरमा शान्ति गर्नु न हरि ओम महादेव शान्ति अन्तरिक्षं शान्ति पृथ्वी शान्ति रापो शान्ति सबै कोठातिर गर्नु है देवा शान्ति सर्वं शान्ति होला हरि ओम ओम असतो मसत गमतम संजितन भिद्यमान श्री शान्ति भवतु अब चाहिँ टीका लगाइदिनु तपाईँलाई कुन लाग्छ यता बनाउनुपर्छ तल चढेपछि कति चढ लाउँदैन एकदमै टीका लगाइदिनु हुन्छ त पुनर्ताजै गरौँ त हजुर यिनीहरूलाई मुसेर अडियो थाल्नु त यसमा दैलोमा पाइएन होइन निलिँदै त होइन दही अक्षता हुन्छ तर कहाँ छ दही बाहिर चन्दन 11 अक्षता त्यहाँ गणेशजीको ऋषिमा चढाएको फुल आमा हो आमा आमा आउनुभएको छैन एउटा दोनामा छुट्याइदिउँ त आमालाई पहिला आमालाई खुवाइदियो तिलकले देख्नु होला अलि हालिदिनु अहिले तपाईँले लाइन हो त देख्नु मैले जति देख्नु चाहिँ ओम चन्दन लेप गरेर कसरी लेप भएछ आफ्नो चन्दन भयो कि अब अलिकति फुल राख्नु सकिँदैन ल यो आमालाई है ल फुलेर आइदियो ल ओम मातृदेवताभ्यो नमः ओम कस्तूरी तिलकमलाटपटले वक्षस्थले पुष्पनासागे वरं कर्तले वेणं करे कङ्कणं सर्वाङ्गे अर्चनं कण्ठे सन्तावली गोपास्ति परिवेशित विजयते गोपाल चूडामणि दिवसितोगे निसवासिनो पुत्री प्रसन्नतले कालिका वैरति
भगवान सरस्वती भारती भावनी तेन मत बताउ जीवन पाद पद मुरारी तिहार मनाउने सबै उहाँ पूजा ओम वास्तु लिंग लाट परले वसा ना सागरे बडे मुखतले भेडु कार्यक्रम सर्वान ज्ञान सुन्दर वो भाइ तामली उपस्थित राजा हुने कहाँ गयो लक्ष्मी वासवती सदाभवनमा दुर्गा रमणद्वारमा वाणी मित्र सरस्वती बसिरहनु काली रमण साधन वीर चिन्ता मनमा अभाव दुःखले कहिले नपाउँछन् विष्णु विरञ्च शङ्कर रावण आशिष वर्षाउन सदा मस्त वैकुण्ठ सदा केशव सदा प्राप्ति देवदेव सदा जीवी सदा सुखी टिका लाउन आऊ बा टिका लाउन आएन आऊ लु खाली जाने हो न मैले मेरो पात्र लागि मेरो छुट्टी हुन्छ हो नि कर लाग्ने तपाईहरुलाई हो मैले अनिवार्य लाग्छ यता आऊ तिमी पनि तिमीलाई टिका लाउनु छ यता आऊ लक्ष्मी वासवती सदा भवनमा दुर्गा रमणद्वारमा वाणी मित्र सरस्वती बसिरहनु काली रमण साधन वीर चिन्ता मनमा अभाव दुःखले कहिले नपाउँछन् विष्णु विरञ्च शङ्कर रावण आशिष वर्षाउन नमस्ते कति ज्ञानी छ यो अब गाली दिनु लाइदिनु भने यहाँ तिलक ए ओ पैसा पनि दिनु पैसा अगे म पनि थपिदिउँ अनि अघि पछि कहाँ लाग्यो फेरि आम्मै हो पैसा धेरै पैसा कति भयो दुईटा गोडामा पनि ढोगौँ न पैसा आयो गोडामा पनि ढोगौँ न यता आऊ न मेरो भयो खै मलाई पनि यता आमा आउनु आउनुले पर्खिनुहोस् न हामीलाई हजुर यसो यो चन्दन लाग्यो वस्तु रीति अपंगलाको बदले भक्ष्यास्थले गोष्ठम नासागरे वरुण दिगम कतले बेडम करे कंगल सर्वमान्य संसुलित बटे चमुक्तामा उपस्थित परिवेशित ज्ञानी गोपाल जोडा अनि म त छिटो हाल्छु नि त छिट्टै नि यसो काम चलाउ गर्ने पनि भोक लागिसक्यो अहिले त्यही त घाममा अस्ति नसकिनु पर्ने के भएर आज सबै सक्यो ये बाउले हन्ड्रेड पल्टे गरे क्या बाउले हन्ड्रेड पल्टे गरे क्या खाना दिनुहुन्न भोक लागिसक्यो अनि सक्नु परेन बिचमा खा भन्नुपर्छ एकछिन आराम गर भनेको अब भरे 5 बजेको थिएँ नि त्यसो होइन क्रमै रूपले सक्यौँ हामीले रेला गरेको सिक्नु पक्याएर रेकर्ड ठिक छ म त 5 दिन मात्र भएको लाउनुहुन्छ ल आजबाट विधिवत रूपमा गृह प्रवेश हो त्यसो हजुर आम्मेहरु के हो नि ओहो छानी नानीको है सानी नानीको ल